नमस्कार। द पुष्कर भुषाल युट्युब च्यानलमा मार्फत सञ्चालन हुने लेट्स डिस्कस श्रृङ्खलाको दोस्रो अंशमा यहाँलाई स्वागत छ। अघिल्लो अंशमा हामीहरू अहिलेको जल्दो बल्दो विषय व्यक्तिगत घटना दर्ता अथवा भनौँ जन्म दर्ता संशोधनको बारेमा कुराकानी गऱ्यौँ। यस श्रृङ्खलामा हामीहरू व्यक्तिगत घटना दर्ता अन्तर्गत रहेको जन्म दर्ताका सम्बन्धमा भएका अवस्था, व्यवस्था तथा व्यावहारिकताका विषयमा कुरा गर्नेछौँ। जन्मदर्ता सम्बन्धमा भएका अवस्था, व्यवस्था तथा व्यावहारिकताको बारेमा कुरा गर्नुभन्दा पहिले जन्मदर्ता भनेको के हो, जन्मदर्ता किन गरिन्छ, किन गर्नुपर्छ, कहिले गरिन्छ र कहाँ गरिन्छ भन्ने विषयमा कुराकानी गर्नेछौँ। जन्मदर्ता भनेको के हो? जन्मदर्ता भनेको कुनै पनि व्यक्तिको नाम, जन्म भएको मिति, स्थान, लिङ्ग, बाबुआमाको नाम जस्ता व्यक्तिगत विवरणहरूलाई कानुनी रूपमा सरकारी निकायमा अभिलेख राख्ने प्रक्रिया हो। जन्मदर्ता किन गरिन्छ अथवा जन्मदर्ता किन गर्नुपर्छ? जन्मदर्ता कानुनी पहिचानको आधारभूत दस्तावेज हो। भन्नुको अर्थ कुनै पनि व्यक्तिको जन्म भएपछि त्यो व्यक्तिको पहिचानसहितको नामाकरणको व्यवस्था नेपालको संविधानको धारा 39ले गरेको हुँदा सोही अनुसार व्यक्तिको नाम, थर, वतन, जन्ममिति लगायतका विवरणहरूको सङ्कलन गर्नका लागि पनि जन्मदर्ता गरिन्छ। सरकारबाट प्राप्त हुने सुविधा जस्तै शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षामा पहुँचका लागि पनि जन्मदर्ताको आवश्यकता पर्ने हुन्छ। जन्मदर्ता कहाँ र कहिले गरिन्छ? सामान्यतया बच्चा जन्मिएको 35 दिनभित्र स्थानीय पञ्जीका अधिकारीको कार्यालयमा जन्मदर्ता गराउनु पर्ने हुन्छ। 35 दिनपछि नियमअनुसार चाहिँ विलम्ब शुल्क लाग्छ। त्यो शुल्क भनेको अहिलेको सन्दर्भमा चाहिँ रु 200 रुपियाँ लाग्ने गर्छ। जन्मदर्ता गर्नका लागि के कागजातहरू आवश्यक पर्छन्? जन्मदर्ता गर्नका लागि बच्चाको बुवा आमाको नेपाली नागरिकताको फोटोकपी अथवा चाहिँ स्थानीय पञ्जीका अधिकारीले आवश्यक ठानेमा सोको सक्कल प्रति समेत, बच्चाको बुवा आमाको विवाह दर्ताको फोटोकपी र सक्कल प्रति समेत आवश्यक पर्ने हुन्छ। स्वास्थ्य संस्थाको जन्म प्रतिवेदन, जसले हामीले चाहिँ बर्थ सर्टिफिकेटको रूपमा भन्न सक्छौँ, त्यसको पनि फोटोकपी अथवा चाहिँ स्थानीय पञ्जीका अधिकारीले आवश्यक ठानेमा माग गरेमा चाहिँ सक्कल प्रति समेत। यो बाहेक चाहिँ स्थानीय पञ्जीका अधिकारीले जन्मदर्ताको सम्बन्धमा चाहिँ दुविधा आएमा अथवा चाहिँ आवश्यक देखेमा चाहिँ स्थलगत सर्जिन मुचुल्का वा चाहिँ जन्ममिति प्रमाणित समेत गर्न सक्छ। बच्चाको बुवा वा आमा बाहेक परिवारको अन्य सदस्य सूचक भएमा निजको नेपाली नागरिकताको प्रमाणपत्रको फोटोकपी वा स्थानीय पञ्जीका अधिकारीले आवश्यक ठानेमा र माग गरेको अवस्थामा चाहिँ सक्कल प्रति समेत बुझाउन सकिन्छ। योभन्दा अगाडिकै पङ्क्तिमा हामीले सूचकको बारेमा कुरा गरेको। सूचक भनेको कसलाई भन्ने सन्दर्भमा चाहिँ अब हामी कुरा गर्छौँ। सूचक भन्नाले चाहिँ घटना घटेको सूचना स्थानीय पञ्जीका अधिकारीको कार्यालयले उपलब्ध गराउने व्यक्ति हो। सूचक सामान्य अर्थमा चाहिँ मेरो घरमा चाहिँ फल्नो व्यक्तिको, मेरो छोराको, छोरीको अथवा नातिको, नातिनाको जन्म भयो भनेर सूचना दिने व्यक्ति चाहिँ सूचक हो। सूचक बस्न योग्य अथवा चाहिँ सूचना दिने योग्य व्यक्ति चाहिँ को हुन् त भन्दा जन्मको सूचना चाहिँ बच्चाको बुवा आमा ले दिन सक्नुहुन्छ अथवा चाहिँ निजहरूको अनुपस्थितिमा परिवारको 18 वर्ष उमेर पुरा भएको नेपाली नागरिकता प्रमाणपत्र प्राप्त गरेको सदस्य, जस्तै कि हजुरबुवा बच्चाको हजुरआमा, काका काकी, ठुलो बुवा ठुलो आमा लगायतले चाहिँ स्थानीय पञ्जीका अधिकारीको कार्यालयमा गएर जन्मको सूचना दिई जन्मदर्ता प्रमाणपत्र प्राप्त गर्न सक्नुहुन्छ। तपाईलाई हाम्रो भिडियो कस्तो लाग्दैछ? भिडियो मन परे लाइक गर्नुहोस्, च्यानललाई सब्स्क्राइब गर्नुहोस्, जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहोला। व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षाका सम्बन्धमा अथवा चाहिँ अन्य केही विषयमा जिज्ञासा सम्बन्धी कमेन्ट गर्नुहोला। खोजेर अनुसन्धान गरेर रिसर्च गरेर चाहिँ त्यसको समाधानको उपायहरू चाहिँ यो भिडियो मार्फत चाहिँ हामीले दिने कोसिस गर्नेछौँ। हस्, धन्यवाद।